हानिहालेछ मान्छे। It was at this moment that he knew. He f***ed up. लोकेसन सोध्ने बेला के अहिले बिसाइले भनेर बसिरहेको के बोले भाइ? अब के बोले? रहेछ क्या आएको छ। हाने 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 खतरा हाने या आए बेन्त हामी यो दाइ भन्दा यहाँ माथि तल छ फेरि है। हेलो 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 यहाँ जोड्याएर हिँड्छ। ओके जाउँ जाउँ भइरहेछ। यो लाज गरौँ हुने भनेमा Where the power of the water. La 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 la. खै हामी चाहिँ छ हिँड हिँड दौड 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 6 जना जानु लाग्यो है। ओहो यो उयो रहेनछ नि त यार मा यो अलि उयो कसिया रहेनछ यार। ओ ओ ओ ओ ओ मा कस्तो दौड्या यार केटाहरू 2 जना साइड लाइट बल्यो दादा तपाईँ हामी कसेर जानुपर्छ यार ल हामी कसेर जानुपर्छ कि यो अलिक कसिया रहन्छ। हामी चाहिँ 6 जना जान गयो केटाहरू गयो अगाडि। हामी चाहिँ 2 जना पछाडि 2 जना 2टा बाइकमा 4 जना अगाडि गइसक्यो केटाहरू। हामी नि चल्दिया हामी चाहिँ बाबरे तिनटरे झरना बा केटाहरूको यही बानी नराम्रो छ क्या नकुरी चल्दिन्छ त्यो 2टा त पुगिसक्यो होला। हामी 2टा बाइकमा थियो केटाहरू 4 जना छ अगाडि गइसक्यो हामी 2 जना छ पछाडि छ। अब केटाहरू अगाडि भेटिन्छ होला। यहाँ 2 जना केटाहरू चाहिँ भेट भइसक्यो होइन। फेरि 2 जना चाहिँ पछाडिबाट आउँछ
दुईजना केटाहरू चाहिँ पछाडि छुट्टेछ। हामी चाहिँ 3टा बाइकमा 6जना जानु लागेको। कहाँ भन्दाखेरि केटाहरू सब अल्गो जम्मा भएको छ है। केटाहरू अगाडि गइसकेको छ। दुईजना चाहिँ भर्खरै अगाडि गयो। कुर्दा कुर्दा यहाँ चाहिँ फेरि दुईजना छ। भेटौँ अगाडि। अलिक स्पिड हानौ न, अलिक चाँडो चाँडो हिँड्नु हिँड्नु। अस्ति जलेको ठाउँ है यो चाहिँ जेन्जी आन्दोलनमा ल्यामलुम जल्या चाहिँ फेरि बनाइरहेको छ, रिपेयरिङ भइरहेको छ। रिपेयरिङ पुरै जल्या थियो यार। चिकन सब जल्या थियो। अब बनाइसकेको छ यहाँ अगाडि। यहाँ चाहिँ अझै बनाइरहेको रहेछ है। कतिखेर पुग्ने यहाँ हामी भानेश्वरतिर लाग्यो केटाहरू। या केटाहरू पछाडि छुट्यो फेरि। केटाहरू पछाडि झुन्डे झुन्डे गर्छ। आयो केटाहरू। अर्को दुइटा किन हिँड्दै यार यिनीहरू? हिँड न अलि मुजी। केटाहरू चलाउनै मान्दैन। एटलिस्ट अगाडिकोलाई त भेटाउनु पर्छ क्या। ठिक्क अगाडिकोले ठिक्क चलाएपछि अगाडिकोलाई फलो हान्दै जाने हो क्या म। केटाहरू खै के गर्छ यार, बर्बाद भएन। हामी चाहिँ बानेश्वर आइपुग्न लाग्यो है। बानेश्वर उइली हाने रन पार केटाहरू नरन पाउने रे यार। हामी चाहिँ टक्क अब तिनकुने हुँदै कोटेश्वरतिर लाग्यो है केटा। केटाहरू पछाडि छुट्छ, अहिले आउँदैन। फेरि यहाँ अगाडि जाममा चिकन कति जाम हुँदो रहेछ यार। हट मादर चिट। ला ओइ केटाहरूलाई कुद्दा आज गाड फर्किनु भयो यार। पछाडि हो कि अगाडि गयो केटाहरू? कति जाममा पर्दो रहेछ यार। चिकन वाइल्ड टाइम लाग्छ त यार। 9 बज्न लागिसक्यो। लास्ट ढिलो गर्छ केटाहरू। दुईजना पर जाममा छुट्यो जस्तो छ। केटाहरूले तनाव दिने भयो। आउँदैन त यार। वाइल्ड कुद्दै जाने। 9 बज्यो।
राति खुलेर नि अर्को जाम आयो उडायो बुझिले केटाहरूलाई कुरियो लाजमा त केटाहरू त पर पुगिसकेछ चिकन हिँड केटाहरू पर पुगिसकेछ यता कुरे बर्बाद भएन अन्त त्यत्रो धेरै जाम त नखुल्नु पर्ने 3-4 जाम गइसक्यो केटाहरू अगाडि पुगिसकेछ म त राजनले कल गरि होला भनेको कलै नआएर रहेछ त्यसले अरे तनाव दिन्छ मागेको त शनिबार नि के को चेकिङमा परेछ यार केटाहरू अब हेर्दै जानुपर्छ यार मजाले अगाडि रोक्नु नि यार केटाहरू पार लाएन केटाहरू स्पिड चेकिङमा पर्यो रे हामी यहीबाट पर कुरिरहेको नि त तिमीहरूलाई पर कुरिरहेको थियौँ नि त हामीले त पर कुरिरहेको थियौँ भने तिमीहरूलाई अनि चिट काटेन काट्दैछ क्युआर किन चाहियो अन्त म चाहिँ क्युआर के को क्युआर त्यही सोध न अनि केटाहरूले चिट खायो बर्बाद केटाहरूलाई कुरियो अगाडि नि त्यस्तै हो पछाडि नि त्यस्तै काट्नु लाउन छिटो हो नि काट्नु लाउ छिटो केटाहरू टेन्सनमा हानिहालेछ मान्छे स्पिडमा क्लास बसाल्छ अनलाइन क्लास दिनु मिल्छ क्या त्यही फोनमा अनुहार खाप्चो देखाएर बस्ने यस्तो अरे अनुहार चाहिँ यस्तो हुनु भयो भने सिधा यस्तो देखाएर बस्नु पर्यो त्यहाँ केहरू दिइरहेको हुन्छ मेरो त टन्नै छ लामो छैन त्यो साथीको पर्यो नि होइन मैले त कुदाएर आएको थिएँ कि मैले त कुदाएर आएको थिएँ क्या 67 थियो त्यो पनि परेन मान्छे केटाहरूले डेन्जरै भयो नि थ्रै कुरैरा यार बसाले हो ल्याम्नु पनि हानिहाल्नु पर्ने यार केटाहरू मान्छे के भन्नु आइपुग्यो होइन यहाँ खाजा खाएर अब निस्किन्छ भने केटाहरूले डेन्जर लेट गरे नि यहाँ
अब यहाँबाट हामी बिस्तारै निस्किन्छौँ यहाँ खाजा खानाले अलिक उयो भएन कि अघि अनि उयो खाएर कस्तो भयो त नि ओभर स्पिडको चिज खाएर कस्तो भयो त नि सरकारलाई दान दिए अरे केटाहरूले मिठोवाला होइन डेन्जर कुरा यार कति बज्यो 10 बजी छ यार पढेन है अनि हामीले त पढ्यौँ है हामीले त भन्यौँ सेन्सै आज त मैले खान्जी टेस्ट भनेर अर्को मिनिङै पढेँ नको मिनिङै पढेन अरे खान्जी टेस्ट लिन्छ भनेर अन्त पनि हामी पढेन आउँदै आउँदैन भेजवाला चाउमिन आयो हाम्रो त मिनिङ त जति जता भन्ने हो क्या मिनिङ त यो टक्क यसलाई 40 केजी छ कि नै है 49 केजी हो यो टक्क हामी चाहिँ अहिले पनौती बसबाट निस्किनु लाग्छ है केटाहरू यहाँ छ एउटा सानो क्लिप चाहिँ हाल है डेन्जर छ केटाहरू कताहरू आजा खाइयो अब यहाँबाट सायद सिधै पर पुगिन्छ ढ्याङ्गो हेर्नुपर्ने हुन्छ ए केटाहरू डेन्जर केटाहरू यहाँबाट अब चल्दैछ पनौती बस बस जाम एउटा फोन तिमीले बोक्या हो आइफोन भिडियोहरू बनाउ न कुन बाटो हो मलाई पनि थाहा छैन यार भाइ तीन तले झर्ना जाने बाटो कहाँ हो तीन तले झर्ना उताबाट हो यताबाट हो ए उताबाट है ए हुन्छ यताबाट भन्छ त उताबाट भन्छ भर्खरै सोधेको फेरि फर्किनु पर्दैन यार चिकन आफ्नै मात्र बनाउँछ यार यसले बहिनीलाई थाहा होला नि हेलो यो तीन तले झर्ना जाने बाटो कहाँनिर हो तीन तले झर्ना तीन तले थाहा छैन ओइ थाहा छैन अरे हिँड न म चाहिँ उताबाट हो क्या मुझे लोकेसन सोध्ने बेला के अहिले पछाडि भनेर बसिरहेको हिँड्न लोकेसन सोध्ने बेला के अहिले पछाडि भनेर बसिरहेको मुल्सीहरू लास्ट केटाहरू लास्ट खत्तम भने बोकाहरू मुल्सीहरू आई लभ यु यार सिधामा थियो बाटो सोध्नु गरेर मुल्सीहरू आई लभ यु भन्दिनँ कस्तो तोर्पेहरू रहेछ ए खोइ हान्ने नि उयोहरू अब हेर्नु पर्दैन क्या टक्क यहाँ हुँदै जानु पर्दो रहेछ है खोप्सी रोड रे आमा खोप्सी रोड हुँदै अगाडि हुँदै खोप्सी रोड हुँदै चल्नु पर्ने रहेछ
यहाँको बाटोको कन्डिसन चाहिँ ठिकै छ अहिले, त्यस्तो बिधि नराम्रो केही नि छैन, ठिकै छ। आउँछ राम्रै छ, आउँछ, त्यस्तो बिधि नराम्रो छैन। पनौतीसम्म चाहिँ हल्का उयो छ, हल्का कच्ची रोड छ, त्यो बनाइरहेको छ, त्यही भएर हल्का उयो हल्का पिच हुँदै फेरि कच्ची हुँदै आउँछ पर उयोबाट भक्तपुरबाट त्यहाँसम्म हल्का नराम्रो छ। अनि त्यहाँबाट यता चाहिँ यस्तै रोड हो, कोही हल्का राम्रो हल्का नराम्रो, भन्नु नराम्रो भन्नाले पनि त्यस्तो नराम्रो होइन, हल्का कच्ची भनौँ न, त्यस्तो रोड हुँदै आउने हो। यहाँ चाहिँ अझै 20 किलोमिटर मोर छ यारमा, आकाशमा भ्यू रहेछ यहाँ चाहिँ, यस्तो बारीहरू आम्मा डेन्जर रहेछ, खेतहरू राम्रो, हल्का धानहरू केहरू रो। अब यता अगाडि छ हल्का यस्तो बाटोहरू रहेछ, फेरि यस्तो बाटोहरू हुँदै सर जानुपर्ने हुन्छ। केटाहरू डेन्जर कुरा आयो नि केटाहरूले अघि यार, नै पुगिसक्थ्यो हामी, केटाहरूले गर्दा एउटाले चिट खाइदियो, त्यसकै फेरि बाइक अलिक नचल्ने, अलिक बिस्तारै हिँड्ने भएर लास्ट लेट भयो यार। 7 बजी निस्किने भनेको 8 बजेतिर निस्क्यो अरे। अब मौसम पनि यस्तो छ, वेदर पनि वेदर पनि अलिक खराब भइसकेको छ। तिनतले गएर एक डुब्की हान्नु पर्यो भनेको यार 5 महिना भइसक्यो नआएको जिउमा माग। यहाँ चाहिँ हुँदै जाने बाटोमा चाहिँ यो कुन पोखरी हो थाहा भएन है, यहाँ नि दामी रहेछ यार, यो माछा पाले हो कि के हो यार, मिठोवाला रहेछ क्या, आएको छ मिठोवाला छ यहाँ पोखरी, क्या मिठो। बाटो चाहिँ अलि यता अनि कच्ची नै रहेछ फेरिमा, अलि कच्ची टिफरहरू हिँडिराख्दो रहेछ नि त। यमराज यमदूत हेल्लेमा किच्यो भने के चिक्क हुन्छ होला नि। केटालाई भेटाउनु पर्ने हुन्छ यार, त्यो भएर यार यहाँ फेरिमा साइडबाट हिँड्नुपर्ने हुन्छ यार, चिकना पारामा। लास्ट छेउ बाटो यार माग्छ, कच्ची उपर रहेछ अरे, केटाहरू आएन, केटाहरू छुट्या हक्क ताने पो हुन्छ त, तान्नै खोज्दैन मैले। कसम केटाहरू त यहाँ बेथाम चोक जाने बाटो हुँदै जाने रहेछ नि त, बेथाम चोक गाउँपालिका हुँदै जाने रहेछ। खतरा हाने केटाहरूलाई जोसाउनु पर्छ हल्का, केटाहरूले तानेकै छैन, बिस्तारै हिँड्दैछ यार। बेथान चोक हुने बाटो हुँदै जाने जस्तो गर्छ त यार। माछी मारन हो आइसे माछी सक्न चले यस्तै हुँदै घटक हुन्छ। हाने वाह
यहाँ चाहिँ रोड अलिक राम्रो रहेछ, यहाँ चाहिँ ढलान गरेर रहेछ। यहाँबाट अगाडि चाहिँ बेतान्छ गाउँपालिकाको गेटबाट भित्र चाहिँ अलिक ठिक छ बाटो। अब यति गयो आयो 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 गयो 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 केटा गयो गयो या खुट्टालाई डक्को चलेर यस्तो लानुपर्ने हुन्छ। अगाडिबाट फेरि यमराज आइरहेको आएको छ, छिराइदिन्छु टिप्पर पनि छिराइदिउँ क्या। ले बाटो चाहिँ खतरा रहेछ, बगर बगर छेउ छेउ हुँदै जाँदो रहेछ नि त, अन्तै पुऱ्याइदिएला यार केटाले। यिनीहरूले माएको छ इन्डिया बोर्डर पुऱ्याउँछ। थोरै हान्नुपर्ने हुन्छ च्याट लगाएर। यहाँतिर त घर पनि डेन्जर डेन्जर हुँदो रहेछ, यस्तो खालको घर हुँदो रहेछ यार। पुरा गाउँकै भाइब छ क्या, बगरमै उडाइदिएला यार घरमा। चिप्लो बाटो चिप्लो बाटो चिप्लो बाटो। केटाहरू आउँदै आउँदैन, हामी गएर टाइम फान्दै गर्नु पर्ला होइन। हानेर नि फर्किहाल्ने, तिमी नहान्ने हान्नु पऱ्यो त घर यत्रो टाढो आएर। मजा आउँदैन नि त टाइप हानेर भने त। छिनीहरू त आउँदै आउँदैन त, बस्नु पर्छ किन छ अरे। चाक दुख्यो रे, यस्तो कम्फर्टेबल सिटमा पनि चाक दुख्यो तिम्रो। यहाँ चाहिँ चारवटा बाटो रहेछ यार यता जाने हो। कहाँ हो बाटो थाहा नहुनुको पीडा। अब यहाँबाट चाहिँ स्ट्रेट बाटो नछोडी डेन्जर लाउनु खोज्छ त हो र। त्यहाँबाट चाहिँ त्यहाँ तिनटा बाटो रहेछ, सिधै रहेछ। हजुर ए वाह अर्का बाइकले तानेन क्या, अर्को बाइकको बाइकले, त्यही भएर बर्बाद भइगयो नि यार। यो बाटो त पहिला हिँडिरहेको छु कि छैन जस्तो लाग्यो क्या। डेन्जर ठाउँ रहेछ नि त। त्यो यार कसो खाइ यहाँ चाहिँ अलि हेरेरै हिँड्नुपर्छ चाँडो चाँडो, नभए यहाँ त जान्छ हेरे आएको छ। डेन्जर बाटो रहेछ यार। चल्यो 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 चल्यो, यस्तो रहेछ नि त, खतरा ठाउँ रहेछ नि त। मिठो बाटो चाहिँ क्रस बाइक ल्याएर आउनु पर्ने हुन्छ यहाँ, यस्तो बाइकले हुँदैन। के उकालै उकालो छ त यार। गाउँको घरि यस्तो दामी वालामा आएको छ, पारी छ माथि पारी,
अलिक ज्यादा रहेछ यहाँतिर त आमा ए दामी रहेछ नि त्यो त पुरा गाउँ रहेछ ओइ माछा दामी रहेछ आमा चोटीमा आइल्यान्ड आइल्यान्ड पनि रहेछ यार दामी हामी चाहिँ टक्क डाँडातिर आयो यार अब यहाँबाट कुन साइड हो त यहाँ त बजार जस्तो रहेछ नि त बजार जस्तो रहेछ यार पाथानच पेथामचोक गाउँपालिका जिल्ला ट्राफिक कार्यालय भने पारे यहाँबाट कुन साइड हो अब वाइल्ड टाढा आइयो है मा दामी छ भ्यू त मा त्यो बाटो आउनु पर्ने होला क्या मान्छे होइन यस्तो अब त्यो बाटो नजिक पर्थ्यो कि यहाँ आइपुग्यो हामी यो डाँडामा बेथाम चोक रे गाउँपालिका भन्ने ठाउँमा आइपुग्यो है अब यहाँबाट अब यो साइड जस्तो लाग्छ यो वाला भ्यू दामी छ आयो आयो केटाहरू आयो 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 या हिलिङमा सोल भने जस्तो यो त दामी ठाउँ छ है कसम यो ठाउँहरू त आम्मामा तल त पिच दामी रहेछ क्या कालो त्यो बाटो पनि जान्छ होला यार कसो पुरा डाँडा काँडा मात्रै छ यार दामी ठाउँ हो पहिरो जाने ठाउँ यार यस्तो डेन्जर ठाउँ रहेछ नि त यस्तो यस्तो घर रहेछ यार पुरा गाउँको घर जस्तै पुरा गाउँ रहेछ नि त यता दामी दामी घर छ यार बिल्डिङहरू पनि छ हल्का हल्का अनि अरू चाहिँ माटो ढुङ्गाले बनाएको यस्तो दामी दामी घर छ यहाँ टिनहरूको टक्क यहाँ चाहिँ एउटा बिल्डिङ भएको रहेछ रहेछ नि बाबरे दामी ठाउँ यार त्यो हेऱ्यो माथितिर डाँडातिर गाउँ गाउँ यता हेऱ्यो आमा यताको डाँडाको छिट्टै यो वाला घर हो क्या दामी त बिल्डिङहरू नि बन्नु थालेछ हुँदै पाट्ने खोला ब्रिज रे आमा पाट्ने खोला ब्रिज भने के हो मा अब यहाँ दुईटा बाटो छ एउटा यहाँबाट हाम्रो बाटो अर्को माथिबाट हामी चाहिँ सायद माथिबाट होला होइन होइन यो पहिला राम्रो ठाउँ थियो जस्तो लाउँछ मा धुलो खिलायो यार केटाहरूले आलु बारी आलु बारीमा आलु बारीमा बाटो चाहिँ यस्तो खतरा छ नि ल यो खेतहरू क्या दामी देखेको है यहाँ त पुरै आलु रहेछ नि त कसो आलु रहेछ नि त पुरै डेन्जर ठाउँ आयो आलु हो त्यो हो र केटाहरू वाइ उकालो रहेछ आलु आलु चाहिँ अलिक उकालै रहेछ यार कसम है के केटाहरूको चढेन चढ्यो त हिँड हिँड झन्डै ढाँडाले के हो मुजीले त रन्कायो त यहाँको भ्यू चाहिँ दामी रहेछ क्या कुहिरो लाग्नु थाल्यो त्यहाँ अब
कालो कालो भइसक्यो केटाहरू यहाँबाट हेर न भ्यू कस्तो बब्बाल छ यार लामो चिक्नावाला छ नि सर कस्तो दामी छ यार Oi, Ana Muzi. Yeah. छड्के हान नि त्यहाँबाट म आउ त केटा बसमा थम्बनेल चाहियो नि त म थम्बनेल क्या थम्बनेल आउ न केटा हान न बस न बोल त पहिला पहिला उयोहरू ग्रुपमा हान न 2-3 बजे मुजी त ग्रुपै बसेर हानौँ न मुजी कहाँ नचिक्नु नआएपछि त बरु सब छेकिहाल्छ नि जस्तो नि ल बस केटा हो तेरो हान्नु फेरि म त डेन्जर हानिदिन्छु मिस लामो खालको हानिदियो पोज्दैन मुजी पर पश्चिमवाला यस्तो वाला दिएन त्यही केटाहरूको यहाँ फोटो खिच्छ कार्यक्रम हुँदैछ है यस्तरी हानिदिनु अरे केटाहरूलाई टक्क यहाँ टक्क आयौँ हामी यहाँबाट चाहिँ तलतिर लाग्नुपर्ने हुन्छ अब आइसक्यो नि अघि नै ल ए भाइरल अब केटाहरूलाई भाइरल गराउनु पर्यो लुसु नै उसु लगाइरहेको छ यार हेर मुजी हामी अहिले माथिल्लो तल्लो गाउँ कुन कुन गाउँमा आइसक्यौँ है अब यहाँबाट चल्नुपर्ने हुन्छ फेरि अहिले हुस्सु हुस्सु लगाएर आमामा यस्तो भइसक्यो दामी ठाउँ छ टक्क अर्कोचोटि आउँदा चाहिँ म क्रस फाइट ल्याएर आउँछु यो पालि त्यस्तै हो टक्क अर्को पालि चाहिँ केही ठाउँमा अर्कोचोटि गएको छुइनँ नि त म ल आज यहीँतिर बास होला जस्तो छ यतैतिर ससुराली बनाउने सोच छ कोही छ भने कोही यहाँतिरको हामी छ भने अहिले चाहिँ हामी यहाँ गाउँमा पुगिसक्यौँ है कस्तो लाग्यो केटा बाटो कस्तो लाग्यो जाँगर छैन भन्नुको लागि कस्तो लाग्यो यता केटाहरू चाहिँ यता बोर्ड हान्न थाल्यो है यतैतिर घर चाहिँ बस्ने रे अब नफर्किने रे केटाहरू बाटो कस्तो लाग्यो साथी बाटो चाहिँ डेन्जर अफरोड छ यताको हामी चाहिँ अब यहीँ अगाडि हो छैन पछि
केटाहरू चल्दियो है जम भाइ जम 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 अब यहाँबाट अलि अगाडि सिधै त्यहाँ पुगेर देखाउँछु म भ्यू चाहिँ टक्क दामी छ होला ओइ खानु र हजुर हामी झर्नातिर जान लाग्यौँ है हामी फेरि अलि अगाडि आएको फेरि यहाँ बाटो कन्फ्युज छ अब यहाँबाट जान्छ कि यहाँबाट जान्छ भइरहेछ माथिबाट चाहिँ यहाँ पुगेपछि चाहिँ यता नलाग्ने यता लेफ्टतिर टक्क हामी पुगिसक्यो है तल झर्ना उही आर्यौँ 3 तला झर्ना दौडा दौडा forever क्या त्यहाँसम्म जाँदो रहेछ है झर्ना होइन भन्छ यार केटाहरूले यस्तो झर्नै त हो यो डाइभ हान केटा डाइभ हान्नु पर्यो जाऊ तिमी जाऊ न दाइ भनिरहेछ केटाहरूले जोसिरहेछ केटाहरू जोस्यो केटाहरू जोस्यो ल उल्टी 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 ओइ 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 हे कुत्तावाला ओइ 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 हामी केटाहरूले अब जाऊ जाऊ न तिमी यहाँ जाऊ न कस्तो काम हो र भने जाऊ उयोबाट ल ल ल उल्टी हान ल ल ल सुल्टी हान सुल्टी ओइ ओइ
लामो चिसो छ नचाहिने कुराहरू छ दुईटाले हानिसक्यो मैले अघि नै हानिसकेँ है मैले अघि हानिसकेँ हान्दिनँ अब भीमे फ्रान्स आर्मीमा जान्छ है केटाहरू 6 प्याक छ यसको फेरि चिरो केटा हो चिरो यहाँ केटाहरू छ होइन ल केटाहरूले चाहिँ भन्न रहेछ यहाँ हामी चाहिँ यहाँ गयो चोरी यहाँ माथिको चाहिँ दामी रहेछ अब टक्क हामी योभन्दा माथि नि एउटा छ तर योभन्दा माथि चाहिँ जानु मिल्दैन यो सेकेन्ड फ्लोर हो थर्डमा मिल्दैन योभन्दा तल त्यहाँ नि छोटै छ है त्यो घुँडासम्म मात्र आउँछ तल यस्तो छ भ्यू चाहिँ केटाहरू टक्क हानेर चाहिँ कत्रो हो माछे रतन कार्कीको भन्दा पनि ठुलो छ क्यामा एट्टिन प्लस होला बिट्टो बप्पाल मजा आउँछ है एकछिन यहाँ माथि नि हामीले डाइभ हानिसक्यो अब केटाहरू तल गइसक्यो है केटाहरू तल छ अनि म नि अब यहाँबाट झर्दैछु अब यहाँबाट चाहिँ निस्किएको चार्ज पनि छैन अब भिडियो चाहिँ यहीँ इन्ड हुन्छ होला सबैले लाइक सेयर सब्सक्राइब हानिदियो लाइक सेयर एन्ड सब्सक्राइब यो धेरै लामो पनि छैन यहाँ तलको माथिको पनि धेरै लामो छैन ठिक्कको छ आएर खेल्दा हुन्छ हामी चाहिँ अब निस्किन्छौँ यहाँबाट टक्क त बाटो चाहिँ एकदम डेन्जर छ है यहाँ पर टक्क यता उयो हुने बेलामा चाहिँ बब्बाल बाटो छ खतरा छ मु चाहिँ कहाँ स्काप युज हानेको भने मु चाहिँ हान्छु मु चाहिँ झाटहरू निस्किनु पर्ने हुन्छ यहाँबाट चट्टै निस्कौँ यो डाँडामा पुग्यो केटाहरूले झ्याम्पारुम भन्छ के भन्छ निस्कौँ भनेको यस्तो छ ठाउँ पनि यस्तो दामी छ फेरि है केटाहरू फेरि झ्याम्पारुम भन्छ यार के भन्छ अब झ्याम्पारुम गर्छ केटाहरूले केटाहरूको डान्स भिडियो चल्दैछ यहाँ कोरियोग्राफर चाहिँ यो बिचको यो वाला बिचको ग्रिनवाला त्यो झ्याम्पारुम भन्छ केटाहरूले यस्तो छ यस्तो कालो भइसक्यो यार माको छ यो अगाडि नै देखिँदैन कालो भइसक्यो केटा निस्कौँ भनेको झ्याम्पारुम भने गर्छ चल्दिस भनेको यार केटा हो केटाहरूले झ्याम्पारुम गरिरहेको थिएँ भयो अब चाहिँ यो चाहिँ यहीँ टुङ्गिन्छ यो भन्दा अनदर ब्लग अहिलेको लागि यति नै है everyone bye bye है अब चाहिँ चल्दिस दादा ल